नमस्ते, शुभ बिहानी। आज फेरि छुट्टीको दिन आइतबार देशमा अनि आज जुन महिनाको 29 तारिक अनि इन्डिपेन्डेन्स डे पनि हो। तर म चाहिँ आज चर्च अनि सङ्गति गइरहेको छु अनि केही आजको इन्डिपेन्डेन्स डेको कार्यक्रमको केही झलकहरू पनि देखाउने छु। तपाईँहरूले हेरेर सहायता गरिदिनु होला। अनि आज चाहिँ नेपालको असार 15 अनि साँच्चीकै नेपालमा चाहिँ आज पानी पर्नुपर्ने अवस्था हो, तर सेसेलमा चाहिँ पानी परिरहेको अवस्था छ। अनि म चाहिँ छाता ओढेर गइरहेको छु। गाडी बस स्टप आउनको लागि 25 मिनट जति हिँड्नुपर्ने अवस्था हुन्छ। घुमिरहेको छु यो एरियामा बस स्टप नभएको कारणले गर्दा। पानीमा हल्का हल्का भिजिँदैछ। अस्ति एकजना साथीलाई छाता मगाएको थिएँ, तर छाता चाहिँ सानो 10-11 वर्षको बच्चाहरूले उनीहरूको ल्याइदिएछ। र पनि आधी शरीर ढाकेर भयो भने कष्ट गरेर हिँडिरहेको छु। अनि भिडियो पनि बेला वखत बनाइरहेको छु। रोडको किनारमा हिँडिरहेको छु, तर त्यो एरियामा बस स्टप छैन, त्यसैले हिँडिरहनु पर्ने अवस्था छ। Look at the efforts that many made to reach out to others. There's some of you who should sponsor outreaches in your village or your hamlet. There are those who can do it if they have the resources. You can provide them the resources to go. Think about those at the backside of civilization who are far away, and you will be God's hand to reach them. Start thinking now, who else can you help receive the gospel? Take advantage of these sponsorship packages. Advanced Watchman sponsor 5,000 SBs. Foot Soldier sponsor 10,000 SBs. You satisfy my soul. I'm rooted. You are my own. You're my comfort. You're my meditation. You're my meditation. You're my goodness. In you I'm complete. You are complete. You're my comfort. You're my meditation. You're my goodness. In you I'm complete. You're my comfort. Using result. Praise the Lord. So we're going to pray for peculiar grace is working in every one of our brethren. Praise the Lord. We declare they become point of reference for all to see. We declare they have tremendous progress in every part of their life. In the name of our Lord Jesus Christ. Declare they are walking dominion of the word, dominion of the Spirit. In the name of our Lord Jesus Christ. Open your mouth. Let us pray. Pray, Jesus Christ. In the mighty name of our Lord Jesus Christ. In the mighty name of our Lord Jesus Christ. Oh, blessed be God. Isaiah chapter 60. अहिले चाहिँ म चर्चभन्दा बाहिर निक्लिसकेँ अनि आज चाहिँ पानी परेकोले गर्दाखेरि आज प्रोग्रामहरू सुरु भइरहेको छैन रहेछ। गाडी चाहिँ 1 बजेदेखि बन्द हुने अरे भन्ने सूचना प्राप्त भयो। त्यही भएर प्रोग्राममा
के हुन्छ थाहा छैन लगभग बस्ने कोसिस गरौँ भनेर अहिले म सेसलको मेन सिटी भिक्टोरिया सहरमा प्रवेश गरिसकेको छु यहाँको यस्तै छ पहाडको फेदीमा बसेको यो सहर एकदमै ठुलो पहाड छ चट्टानै चट्टान चारैतिर हरियाली जङ्गलहरू सेसलको झन्डाहरू फर्काइरहेको छ पुरै पहाड सबैभन्दा अल्गो होला सायद सेसलको यहाँनिर चाहिँ आजको लागि चाहिँ कटेजहरू पुरा तयारी भइसकेको छ यो ग्राउन्डभित्र तर पानी परेर अहिलेसम्म प्रोग्राम सुरु भएको छैन जुस खाँदै पाइनएप्पल फ्लेभर अनि म चाहिँ डुलिरहेको छु प्रोग्राम हुने सुरुमा जाँदैछु रोडले एरियातिर हेर्नलाई के कस्तो हुन्छ देखाउने छु यहाँ चाहिँ आजको कार्यक्रम तयारी भइसकेको छ अनि बाटोहरू पनि पुरा अब चाहिँ जाम भइसकेको छ त्यसको लागि यहाँनिर टोयलेटहरू रेडी भइरहेछ टेन्टहरू रेडी भइरहेको छ अनि स्टेज तयारी भइसकेको रहेछ एकदमै रमाइलो हुनेछ भन्ने लागेको छ आजको रात अनि दिनमा त त्यस्तै भइगयो परेडहरू खेलाउँछ सैनिकहरूले रातमा चाहिँ यहाँनिर सबैजना भेला हुनेछ स्टेज प्रोग्रामहरू हुनेछ सबैले तयारी गरिरहेको छ तर अहिले चाहिँ मान्छे कोही पनि छैन एकदमै राम्रो तरिकाले पेन्टिङ गरेर सजाएर राखेको छ आज छन्दै झन्डा माइकहरू चाहिँ खोलिया छैन स्पिकरहरू सुरुवात हुनै बाँकी छ अझै यता सेसलको झन्डाहरू लहराइरहेका छन् यहाँको दृश्यहरू चाहिँ यस्तै छ एकदमै रमाइलो भइरहेको छ अहिले प्रोग्राम हुने सुरु भएको छैन रहेछ अझै कतिखेरदेखि हो थाहा भएन म चाहिँ भोक लाग्यो अब रुम प्रवेश गर्नु पर्ला जस्तो छ हेर्दै हेर्दै यहाँको दृश्यहरू देखाउँदै एकदम रमाइलो गाडीहरू बन्द भइसक्यो रोडहरू चाहिँ पुरै बन्द भइसक्यो आजको मौसम पानी झरी परिरहेको छ शीतल मौसम छ म चाहिँ यसरी नै हिँड्ने हो एक्लै बिना साथीको आजको स्टेज तयारी भइरहेको विदेशमा आएर साथीहरू नभेट्दा त एकदमै खल्लो लाग्दो रहेछ अनि कम्पनीमा चाहिँ हामी नेपालीहरू दुईजना मात्रै भएको कारणले गर्दा अनि कोही साथी छैन अनि म चाहिँ आज एक्लै घुमिरहेको छु अनि एक्लै बोलेर भटुटाइरहेको छु केही देखाउने कोसिस गर्नेछु आज प्रोग्राम सुरु नभएको कारणले गर्दा म चाहिँ रुम जाँदैछु के गर्नु हजुर एक्लै भएपछि यस्तै हो घुम्दै घुम्दै हिँड्ने हो एक्लै यस्तै छ यहाँको
दृश्यहरू चाहिँ पुरै रोड ब्लक भइसक्यो, गाडी आउनु जानु बन्द भइसक्यो, मेरो गाडी नपाउला भइसक्यो। अब मेरो गाडी चाहिँ यहाँ अगाडि रामबोटदेखि पाउँछ, गरेर रामबोटमा जाउँदैन, अलिक अगाडि बस स्टोर छ, 500 मिटर अगाडि, यहाँदेखि पर जाने हो।